हेलो साथीहरू, हिजो चाहिँ आमा खुवाउने औँसी यानि कि आमाको मुख हेर्ने दिन हामी चाहिँ बनेपाती र दिदी र बहिनी मिलेर गफगाफ गर्दै गर्दै केक लिन गइरहेका छौँ। मम्मीलाई केक काट्ने एकदम रहर थियो। पहिला गाउँमा हुँदा केक काट्न पाइँदैन थियो। त्यसपछि हामीले टिकटक बनायौँ दिदीबहिनी 4 जना मिलेर। तर धेरै मिस यु सन्ध्या त आउन पाइनस्। तँलाई पनि धेरै मिस गरेका छौँ हामीले दिदीबहिनीले टिकटक बनाउने टाइममा चाहिँ। जे भयो नि आमाको साथमा 4 वटा दिदीबहिनी होस् जस्तो लाग्दो रहेछ। त भइनस् त नभए पनि ठिकै छ। फेरि आए बेला हुन्छ। अनि हाम्रो दिदीबहिनी चाहिँ गफगाफ गर्दै माइली र जेठी दिदी मेरो कस्तो रमाइलो छ। मेरो टिकटक बनाइदिएन अरे मैले बनाइदिएको थिएँ। कस्तो गरेर हिँडिरहेका छन्। यता मोटी माइली दिदी हो भने उताको चाहिँ जेठी दिदी हो। त्यसपछि मम्मीहरूको केक काट्ने टाइम भयो। अनि केक काट्नको लागि चाहिँ त्यो क्यान्डल बालेको छ बोल्दैन। क्यान्डलमा के भएछ क्यान्डलै बल्दैन। कति ट्राई गरी पहिला जेठी दिदीले ट्राई गरी सकिनँ। नसकिसकेपछि फेरि ट्राई गरी त्यति गर्दा पनि सकिनँ। क्यान्डल बाल्न चाहिँ कस्तो आपत भयो तिनीहरूलाई। त्यसपछि दुइटै दिदीहरू मिलेर क्यान्डल बाल्न ट्राई गरिरहेका थिए। अनि त्यति गर्दा पनि नबलिसकेपछि उसले चाहिँ गएर फेरि बाली। अर्कीले चाहिँ सलाई ल्याएर बाली। त्यसपछि बल्यो। अनि मम्मीलाई चाहिँ कति ठुलो रहर थियो। मम्मीको क्यान्डल स्यान्डल बालेर केक काट्ने रहर थियो। कहिले बर्थडे पनि थाहा छैन, मनाउने नि गरेको छैन भनेर रहर नि पुरा भयो। अनि फर्स्ट टाइम होला मेरो मम्मीले चाहिँ केक काट्नु भएको। त्यही पनि एकदम खाना पनि मन लाग्यो भन्दै हुनुहुन्थ्यो। रमाइलो भयो। मम्मी बुवा दाई हुनुहुन्न थियो। दाई भाउजू धेरै मिस यु। दाई भाउजू चाहिँ भाउजू माइत जानुभएको थियो। दाई चाहिँ अब ड्राइभर मान्छे ड्राइभिङ गर्न आउन यताउता। अब चाडबाडको बेला यस्तै त हो नि। बाहिर धेरै अब अरूलाई सुविधा दिनको लागि आफूले सुविधा नपाइने रहेछ ड्राइभर भइसकेपछि। त्यसकारण मेरो दाई चाहिँ बाहिर जानुभएको थियो। कति हामीले मिस गरेका थियौँ। आउन पाउनु भएन। कल पनि गरेको, दाईको कल लागेन। अनि मेरो छोरो चाहिँ एकदम छुच्चो छ क्या। फर्स्टमा उसले चाहिँ त्यसलाई चाहिँ केकै भनिरहेको थियो। अनि खान ट्राई गरिरहेछ, होइन रहेछ भनेर। त्यसपछि उसको दाईलाई दियो उसले। बाठो छ कि कस्तो एकदम टाठो भन्ने कि छुच्चो भन्ने के भन्ने। अनि मम्मीले केक खानु भयो। मम्मीलाई केक खानु ठुलो रहर थियो। फर्स्टमै माइली दिदीले केक खुवाइदियो मम्मीलाई। त्यसपछि मम्मीलाई मात्र खुवाएर हुँदैन, बुवालाई पनि खुवाइदिनु पऱ्यो नि भनेर अनि त्यसपछि बुवालाई खुवाइदिएपछि फेरि जेठी दिदीले मम्मीलाई खुवाइदिए। मम्मीलाई केक मिठो लाग्ने जति खाए पनि मम्मी त खाइरहनुहुन्छ नि। मम्मीको चाहिँ फेभरेटै हो केक चाहिँ एकदम। मम्मीलाई मनपर्छ। हामी चाहिँ प्रणामी भएर एगलेस केक लिएर आउँछौँ। एगलेस केक चाहिँ सबैजनाले खान्छौँ। हामी फेरि त्यहीँ बनेपामा एउटा प्रणामीकै रहेछ यो केक बनाउने ठाउँ चाहिँ, त्यहाँबाट लिएर आएको छौँ। हजुरहरूलाई पनि कन्ट्याक्ट चाहिए म भनिदिउँला। एगलेसवाला केक हो। अनि अर्को केक पनि थियो हामीसँग, तर हामीले ल्याएनौँ। त्यो चाहिँ खुवावाला केक पाउँछ। खुवावाला केक पनि एकदमै भेज, अरू केही पनि नै हुँदैन त्यो त्यस्तो थियो। त्यसपछि हामीले यसरी टिकटक बनायौँ। टिकटक बनाइसकेपछि चाहिँ मम्मीले हेर्नु नि त कस्तो भयो। टिकटक बनाउने भनेको होइन त कस्तो देखिँदो रहेछ अरे। मैले मम्मीलाई देखाइदिएँ पछि यो टिकटक पनि। मम्मीको यो टिकटक देखेर चाहिँ मम्मी कस्तो भावुक हुनुभयो। 2टा छोरा, एउटा छोरा छोरी, बुहारी छुट्टी, अरू सबैजना हामी साथमा थियौँ भनेर। अनि यति नै हो। बाइ बाइ गाइज।